वेलकम गाइज ब्याक टु माई च्यानल। र तपाईँहरू अगर नयाँ हुनुहुन्छ भने लाइक सेयर र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। त्यो कुरो चाहिँ पक्कै गर्नै पर्छ है। र आजको यो भ्लगमा चाहिँ म जाँदैछु पशुपतिदेखि 1 किलोमिटर ठ्याक्कै भन्नु पर्यो शक्तिपीठ के पो अरे गुहेश्वरी, मैले नाम पनि बिर्सेँ। गुहेश्वरी शक्तिपीठ टेम्पल जाँदैछौँ हामी। अब एकछिनमा हिँडिरहेका छौँ, अब हिँड्नेवाला छौँ। पुगेपछि म तपाईँलाई त्यहाँबाट देखाउँछु के रहेछ त्यहाँ, म पनि हेर्छु। सो जाउँ। सो गाइज आज अहिले चाहिँ हामी अब जान आँटेका छौँ। ओहो हामी जाने हो अब। अनि अब जानुपर्छ होइन। गेट पनि लाउनु पर्यो, गेट पनि आफै लाउने हो। आफै लाउनुपर्छ हो गाइस। यसरी गइन्छ अब। तपाईँहरूकै लागि भनेर हामी गइरहेको छौँ त्यहाँसम्म। लाइक सेयर र सब्सक्राइब चाहिँ गर्नै पर्यो है फेरि। गाइस अहिले चाहिँ हामी आइसकेको छौँ यो भगवती मन्दिरमा होइन। यो भगवती मन्दिर हो। यो भगवती मन्दिरमा चाहिँ एकदमै यो मतलब दर्शकहरू आउने गर्छन्। यो अट्र्याक्सन हो, एउटा सानै अट्र्याक्सन भनौँ। र यतापट्टि चाहिँ एनआइसी एसिया ब्याङ्क छ। ब्याङ्क माथि जानु छ अब। जस्तो कि हो होइन। गाइस हामी बङ्गाल निस्किसकेको छौँ। यो मन्दिरको नाम भगवती मन्दिर हो। यो मन्दिर ललितपुरको टिकाथलीमा अवस्थित छ। दिस इज भगवती टेम्पल. It is located in Tikathali, Lalitpur, Nepal. It is one type of tourism place. People come here to pay homage. हामी एनआइसी एसिया ब्याङ्कबाट बाइक चढेर राइटतिर दायाँतर्फ लाग्छौँ। दायाँतर्फ लाग्दै गर्दा बाटोमा पुल रहेको छ। पुल पारी भक्तपुर जिल्ला पर्छ भने पुलवारी ललितपुर जिल्ला पर्छ। आज त म यस्तो एक्साइटेड भइरहेको छु हेर्नु, तपाईँहरूलाई कसरी भन्नु। आज म कति नयाँ ठाउँ घुम्ने पाउने भएँ। तपाईँहरूलाई कस्तो लाग्छ त्यो कमेन्ट गरेर भनिदिनु। मलाई चाहिँ राम्रै लाग्ने भयो होला, गएपछि भनौँला। हामी आएको थियौँ तिलगङ्गामा। हाम्रो काम सिद्धियो, मेरो आँखाको उपचार थियो। ओके होइन, सिद्धियो कि सिद्धिएन हाम्रो सिद्धियो। अब उपचार हामी जान्छौँ त्यसपछि त नो प्रब्लम। गाइज हामी यहाँबाट निस्किसक्यौँ। अब तिलगङ्गाबाट निस्कियो 1 किलोमिटर होला। 1 किलोमिटर बाबा 8 किलोमिटर पार हुन्छ त 8 मिनटमा। उहाँ हुनुहुन्छ ड्राइभर साहब। ए है त। गुहेश्वरी जाँदै गर्दा कामको सिलसिलामा म तिलगङ्गा निस्केको थिएँ, तिलगङ्गा आँखा अस्पताल। हामी तिलगङ्गाबाट बाइक चढेर पछाडिको बाटो हुँदै राइट लाग्यौँ। त्यसपछि हाइवे आयो। हाइवेबाट हामी लेफ्ट लाग्यौँ र बागमती पुल पार गर्दै हामी चाबेलतर्फ लाग्यौँ। बाटोमा गाडीको आवत जावत भइ नै रहेको थियो। हामी पशुपतिको गेट अगाडि आइपुग्यौँ। हामीले पशुपतिको दर्शन पशुपतिको गेटबाटै गऱ्यौँ। धेरै मात्रामा गाडीहरू भएको कारणले गेटको टुप्पो मात्रै देखिरहेको छ।
त्यसपछि हामी पशुपतिको गेट पार गर्दै हामी फेरि पनि चाबेलतर्फ लाग्छौँ र एकछिनपछि चाबेलको चोकबाट राइट लागेर हामी बाटोको बौद्ध पुग्छौँ। गाइज हामी आइसकेका छौँ बौद्ध। गुलेश्वरी जाँदा हैन बौद्धको पनि हल्का दर्शन गर्नु पर्यो नि त। हेर्नुस् यो हो बौद्ध स्तूपा। यो स्तूपा चाबेल जाने बाटोमा रहेको छ। यहाँ धेरै पर्यटकहरू आउने गर्छन्। यो बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख धार्मिक स्थल हो। मलाई त यो स्तूपाको संरचनाले आकर्षित गरेको छ। म यो स्तूपाको चारैतिर घुम्न थालेँ।
मलाई त यो ठाउँ अति नै सुन्दर लाग्यो। हजुरहरूलाई कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला। गाइस हामी अब हिँड्छौँ गुहेश्वरीतर्फ। यो सानो बौद्धको भ्रमण भइसकेको छ। अब हामी हिँड्छौँ गुहेश्वरीतर्फ है त। एज यु क्यान सी हामी बौद्ध स्तूपबाट युटर्न लिएर लेफ्टतर्फ लाग्छौँ। हामी लेफ्ट लिइसकेपछि सिधै बाटो नछोडिकन जान्छौँ। बाटो नछोडिकन जाँदाखेरि हामी गुहेश्वरी पुग्छौँ। जगाउनु है मलाई। ओके सो गाइस ओ यहाँ ओ बाँदरको डर छ यहाँ चाहिँ गाइस। एकदम नगर्नु एकदम जोखिमले खिचिरहेको। ओइ बच्चा बाँदरहरू छन् है। यहाँ म यस्तो गरेर देखाइरहेको छु। एकदम जोखिम छ यहाँ भिडियो खिच्नलाई पनि। हजुरहरूको लागि भनेर खिचिरहेको छु है मैले। हेर्नुहोस् यही हो गुहेश्वरी टेम्पल। यो मन्दिरको नाम गुहेश्वरी शक्तिपीठ मन्दिर हो। यो मन्दिर बागमती नदीको किनारमा रहेको छ। यो मन्दिर धार्मिक एवं पर्यटकीय स्थल हो। यहाँ धेरै पर्यटकहरू आउने गर्दछन्। यो मन्दिरको ढोकामा विभिन्न प्रकारको मूर्तिहरू कुदिएको छन्। त्यसपछि हामी मन्दिरको प्रवेशद्वारबाट भित्र जान्छौँ र सिँढी चढेर मास्तिर लाग्छौँ। सिँढी बाङ्गोटिङ्गो भएकोले चढ्नलाई अत्यन्त गाह्रो भइरहेको थियो। तर पनि कठिनाइहरूलाई पार गर्दै म सबैभन्दा पहिला माथि पुग्छु। यो हो गुहेश्वरी शक्तिपीठ मन्दिर। गाइज भित्र खिच्न मिल्दैन रहेछ भिडियो चाहिँ। भित्र चाहिँ भिडियो खिच्न नमिलेकोले मैले एक साइड मात्रै खिचेँ। त्यो मेन साइड चाहिँ खिच्न पाउँदैन, त्यसैले मैले खिचिनँ। अब त्यसैले त्यही हेरेर भए पनि दर्शन गरेर चित्त बुझाउनु होला। हामी पार्किङमा आएपछि फेरि पनि मनोरम दृश्य हेर्छौँ र घरतिर लाग्छौँ। धन्यवाद।